एकदम मिठो बनाउनु हुँदैछ बाबा त। हाम्रो यो वालिङ बजारको रोड पनि सोडिङ वागलीको प्रतीक्षामा रविमय भएको छ। यहाँ सकिन्छ यहाँको भिडभाड। मान्छेलाई अझै पनि मानसिक रूपमा मान्छेहरू यो देशको ठुलो पार्टीको विरासितताले गर्दा अहिले धेरै पार्टी परिवर्तन गरेको देख्न सकिन्छ। यहाँ कोही मान्छेहरू मानसिक रूपमा चेन्ज भए पनि फिजिकल्ली यहाँ प्रस्तुत हुन अप्ठ्यारो मानेको देखिरहेको छु। यहाँ यो वालिङ सिटी हलमा यो भिड हलभन्दा धेरै बाहिर आएको छ। भने आधा टोली हाम्रो स्वागतको लागि भेनस होटलतिर गएको छ भने आधा टोली नृत्यमा छ र केही बाहिर छ। मलाई लाग्छ यो भिड यो बाटोमा पनि नअटाउला, त्यति भिड देखिन्छ यहाँ। सर्वसम्मतिमा 6 जना समिति गठन गर्ने निर्णय गरियो। संयोजक अथवा सभापतिमा शेरबहादुर थापा शिवा शेरबहादुर थापा शिवाजी कोपिला खनाल दिलकुमारी कोपिला खनाल जी कता हुनुहुन्छ। त्यसै गरी सचिवमा रोहित गुरुङ सर अझै हाम्रो सोडिङ वाग्लेजीको उपस्थितिमा आएका छौँ। यहाँ अझै उहाँको उपस्थिति भएको छैन। उहाँको उपस्थितिपछि यहाँ हलमा कति भिड हुने हो। त्यसै गरी प्रकाश खनालज्यू अगाडि आइदिनको लागि विशेष अनुरोध गर्दछु। प्रकाश खनालज्यू कता हुनुहुन्छ? यहाँ हस्ताक्षर छ, कृपया अगाडि आइदिनु होला। त्यसै गरी देव बहादुर गुरुङज्यूलाई पनि अगाडि आइदिनको लागि म विशेष अनुरोध गर्दछु। र यहाँले पनि वार्ड नम्बर 4 लाई स्वच्छ तपाईँले अगाडि नेतृत्व गर्नुहुन्छ भन्ने विषयमा पनि हामी सबै अगाडि। आज दुःखद कुरो के छ भन्दा यहाँ तपाईँको कुनै पनि पत्रकारज्यूहरू आजको यो भिडियो आउनु भएको छैन। सायद उहाँहरू पनि पार्टीको सदस्य हुनुपर्छ। कमी कमजोरी भएमा यहाँबाट नै
यहाँलाई सुझाव दिनु अगाडि बढ्नका लागि पनि म विशेष अनुरोध गर्दछु र यो 7 सदस्यबाट पूर्णता दिनका लागि पनि वार्ड नम्बर 4 का सम्पूर्ण बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरूबाट यो